ल भन्नु भन्नु जे आउँछ त्यही भन्नु ल। अब हजुरको पालो ल, नाम भनिदिनु। मेरो नाम निरु थापा, म जयगाउँबाट आएको। हजुर हजुर। अनि आज यहाँ आएर तपाईँहरूको घरमा आएर धेरै रमाइलो लाग्यो, धेरै खुसी लाग्यो। तपाईँहरूले हामीलाई सुरक्षित राख्नुभयो, आनन्दले बस्न जग्गा दिनुभयो होइन, एकदमै खुसी लाग्यो। धन्यवाद यस्तो लाग्यो तपाईँहरूलाई, धेरै धेरै पाले पाले भन्नु। हजुरले हामीलाई बोलाउनु भयो, एउटा घरमा एउटा कार्यक्रम राख्नु भएको थियो, हामीलाई बोलाउनु भयो, हामी पनि आउन पाइयो। काठमाडौँको पशुपतिको दर्शन पनि सिद्राको व्यापार पनि भने जस्तो गर्न पाइयो, दक्षिणकालीको पनि दर्शन गर्न पाइयो, सबै थोक रमाइलो भयो। फेरि पनि यस्तै दिनहरू आओस्, फेरि पनि जाँदैछु, बिदा पाऊँ। ल ल ताली ल पालो ल। जे आउँछ त्यही भन्नु न। सबैलाई मेरो नमस्कार। मेरो बहिनी एकतिर मेरो भाइ यस्तो राम्रो भव्य सभ्य कार्यक्रम गरेकोमा धेरै धेरै धन्यवाद छ, धेरै धेरै आशीर्वाद छ। सधैँभरि फलोस् फुलोस्, राम्रो होस्। मेरो भाइ बहिनीहरूलाई, मेरो छोरा भतिजालाई सबैलाई राम्रो होस्, त्यही छ मेरो शुभकामना। ल ताली। मैले भन्नु लाग्यो जे आउँछ त्यही भन्नु न। मेरो सबै कुरा सबैजनालाई भन्नु। केमन आछे ल भन्नु 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 भन्नु। हुन्छ हुन्छ जाऊ जाऊ, ठिक छ ठिक छ। अब भालो आछे भनिदिनु, पक्नु भएको भन्नु दे। ल ल अब यो मेरो छोरो भाइ, यसले पनि आज धेरै हेल्प गरेछ, यसलाई पनि धेरै धेरै धन्यवाद। ल भन्नु, तेरो केही छ? केही पनि छैन, भन्नु भन्नु दुई चार शब्द। सबैलाई धन्यवाद सहयोग गर्नुभएकोमा। त्यति हो। ल यहाँ चाहिँ ल भन्नु, तेरो केही छ? मेरो के छ, म केही पनि भान्जी, मेरो भान्जी ल भन। भान्जीले मजाले भन्छन्, सुन्दै सुन्नु, कडा दिन्छन् भान्जीले। नमस्ते 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 मात्रै भन्नु नि, मात्रै हो। खोइ त हाम्रो होम मिनिस्टर भन्नुहोस्। हो ल ल ल भन्नुहोस्। भोलि जानेहरूलाई म चाहिँ अब बस्ने परेँ है।